जेमसी वेलकम ब्याक अगेन इन विनर भ्लग। आज चाहिँ रातिको भ्लग हुनेछ अनि राति चाहिँ केटो शिकारमा जाँदैछन्। भन्नु नि मिलेन, शिकार खेल्नु आउँदैन, धनुकाँड हानेको हातै झन्डै रातै भएर छालै पिल्छेन। त्यही कारणले गर्दा यसो हिउँ परेको छ, चलपल बेलुकाको देखाइदिउँ न भनेर नै हिँडेको। अनि साथसाथै राजलाई What's up guys? ड्रप गर्न हिँडेको घरमा। Thank you. अनि यहाँ बाटोको चलपल देखाउँदै ड्रप गर्दै के हुन्छ घट्ने क्रम देखाउँदै जाने हो। टक्कसँगले अब रिभर्स गरिन्छ र लाइट अफ गरिदिउँ अनि च्याट बिस्तारी गाडीलाई छुन्छ कि आऊ भनेर बजेको के गर्छ फेरि केमा घिस्रिँदैछ छैन त ब्याग तानिँदैछ गाडी होइन। अनि हेर्नुहोस् न ग्यास पनि सिद्धेर 21 माइल्स मात्रै रहेछ। अब ग्यास पनि बाटोमा लाउनु पर्यो भनेपछि अनि हिउँको चाहिँ थाहा कि यहाँदेखि गाडीदेखि हेर्दा नि यहाँ सिसामै आइसकेको छ, यत्रो थाक्छ हिउँको चाहिँ होइन। अनि चलपल बिस्तारै ब्याग तान्छ हुनु चाहिँ अँध्यारो चोक भएको छ होइन, तर पनि हिउँ परेर होला उज्याल भएको छ। यहाँ चाहिँ टक्क स्टप साइन छ भने चाहिँ टक्क रोकाउनु पर्यो। स्टप साइन भने चाहिँ रोकाउनु पर्यो। अब गाडी आओस् नआओस् अघि नै सिग्नल दिनु पर्छ, सिग्नल दिनु ढिलो भयो फेरि स्टप गरेर फेरि अझै हिँड्नुपर्छ। अनि म छिर्छु जस्तो भयो भनेपछि च्याट्ट गाडी अगाडि बढाउने हो सर। उताबाट गाडी आएर सिट बेल्ट नलाइकलाएर आएछ अनि यस्तो हुन्छ नि। सिट बेल्ट लाउनु पर्छ एकैछिन च्याट्टसँग यहाँ सिट बेल्ट लाउनु पर्ने हुन्छ। राजसिक फोनसम्म त छ। What's up guys? Welcome back. Driver Z उताउनुहोस् ड्राइभर जी। Was good driver Z। सिट बेल्ट पनि लगायो। अब यहाँ त दे भयो नि झ्यापझुप राति बिग्रियो, सिट बेल्ट लाउनै पर्यो, झ्यापझुप भइगयो। अनि अब सिट बेल्ट पनि लायो क्राक। अब सिट बेल्ट लगाएन भने यसरी गाडी बदिहाल्छ हो, फेरि सक्दैन। अनि ठ्याक्क सिट बेल्ट लाउनै पर्यो। अनि सिट बेल्ट लगायो टक्क अब फुल सेफ्टीमा अनि हामी जाँदैछौँ। अनि टक्क अगाडिको दृश्य हेर्ने भए छ्याट्ट एक झलक देखाइदिनु पर्यो अगाडिको दृश्य। यस्तै चलपल छ। अब हामीहरू अगाडि बढ्दैछौँ, अगाडि बढ्ने क्रममा हामीहरू जाँदैछौँ। ल गाइस जरु होइन ठक्क लाएर सब्सक्राइब गर, सेयर गर, लाइक ठोक। तिमीहरूलाई दामी देखाउँछु यता। के भयो नदेखाउँ ल देख्यौ नि होइन अब नेक्स्ट टाइम। ओहो क्रिसमस लाइट्स देखाउँ। यस्तो चलपल हुन्छ क्या यहाँ चाहिँ डिसेम्बर महिनामा होइन। अनि प्रभु यीशु ख्रीष्ट जन्मेको सम्झनामा चलपल देखायो भने चाहिँ झिलिमिली। अमेरिका त झिलिमिली हुन्छ, त्यस्तो झिलिमिली त सायद केहीमा हुँदैन क्या, त्यति धेरै झिलिमिली हुन्छ क्या। सही हो गाइस। हामी भिडियोलाई यहाँ राख्नेछौँ किनभने नानाले हल्का दनक दिने चान्सेस धेरै छ, त्यही भएर। कोही iPhone 17 हो क्या त हो नि। टक्क ग्यास लाउनु आएको अब चलपल हेर न, गाडी हेर त चढैतिर ग्यास प्याक यस्तो राति आउँदा पनि प्याक छ क्या आज त। चट्टसँगले अब ग्यास लगाइन्छ होइन। अब अफ गरेर किनकि यहाँ म पैसा कहाँ राख्छु भन्ने कुरा देखाउनु भएन नि त फेरि होइन। भरे लुटपाट भयो भने भेनाले चाहिँ जाडो लाग्छ तातो खान्छ, अरू मान्छे तातो खान्छ, म चाहिँ चिसो छ नि त अहिले। चिसोमा पनि चिसै हानिदिन्छ क्या होइन। आइसको नि पैसा लिन्छ होला, बाहिर हिउँ डल्लो पारेर लगाऊ। ढिलो चल्यो क्या। अनि त्यो कारणले गर्दाखेरि सबैलाई 10 सेकेन्ड रोक्नु लगाएर होइन। अनि सबैले अनि उहाँ अनि त्यो कारणले गर्दाखेरि मजाले रोक्दैछ अनि सबैजना रोकेर पर्खिँदैछ। अब लगाउने क्रममा छ 10 सेकेन्ड जति पर्खेर 20 सेकेन्ड त भइसकेछ। अब स्टार्ट गर्दाखेरि हुन्छ होला 10 सेकेन्ड। इट्स वर्क रियली फास्ट। आइम गोना शो यु नाउ। Before it was moving so slowly. Now it's working now. Did you time out or something? Yeah.
It's working now. It's going so fast now. I think now के साह्रो अङ्ग्रेजी आएको अब हामीहरू पुरा ग्यास लगाएर जानेछौँ फल छ नि हिउँ परेर यस्तो दामी छ मलाई चिसोले हानिसक्यो होइन सब कुछ हुआ इसीले अब यो खान्छु म यो खान्छु टाउको खोकीको दबाई अनि टक्कै यो खोकी यो खाएपछि के हुन्छ थाहा छ यो खाएपछि दबाई खाएपछि जाती हुन्छ नि त होइन अनि जाती भएपछि त अनि फेरि यो बिक्री हुँदैन अनि यो बिक्री नहुनुको लागि त फेरि मलाई खोकी लाग्नु पर्यो अनि त्यसको लागि फेरि मैले चक्लेट खाएको छु चक्लेट खाएछु त्यहाँदेखि फेरि अनि चक्लेट खानुभन्दा अगाडि अब यो खाइन्छ आमामामा कन्भर्ट गरेको भयो त्यहाँ $44 गयो त ओके अब यो खानु बेला भएको छ खाइन्छ टक्क रेडी भयो गयो अब ग्यास पनि लाग्यो हामी जाँदैछौँ टक्क फेरि हो बेल नलागेर गाडी कराउनु थालेको बेल च्याप्प लगायौँ अनि मलाई चाहिँ यो बाटो चाहिँ साह्रै दामी लाग्छ क्या किन दामी लाग्छ भन्दाखेरि चाहिँ टक्कसँग रोलर कोस्टरको जस्तो फिल आउँछ क्या टक्क अब टक्क उकालो चढिरहेको थियो हामी अहिले अब च्याप्प फेरि ओह्रालो झर्छौँ क्यामेरामा चाहिँ त्यस्तो देख्छै देख्दैन किनकि अब नेचुरल अहिले चाहिँ त्यस्तो डिप डाउन ओह्रालै छ क्या यो हेर्दाखेरि यस्तो देख्यो भने टक्क ओह्रालो चढिरहेको छ अब अहिले मैले ग्यास स्यास केही उयो थिचेको छैन पानी खाली छ क्या त्यो ओह्रालोमा छ क्या अनि कति 40 miles per hour कुदिरहेको छ अब हामी उकालोमा गयो घट्न थाल्यो क्या गयौँ अनि यताको जङ्गलमा के छ भनेर सोच्नुहुन्छ भने च्यान्डाडा हो यता चाहिँ च्यान्डाडा छ यता होइन अनि अहिले आउँदा म एक्लै हुन्छु यही बाटो आउनुपर्छ बा तर्साउँछ क्यामेरा अन गरेर आएको छ होइन तर्सायो भने त रेकर्ड गर्नु पऱ्यो नि त च्यान्डाडा हो देखि गयो भूतहरू नि क्यामेरादेखि डराउँछ अरे क्या आजभोलि भाइरल बनाइदियो भाइरल बनाइन्छ भाइरल बनाइदियो उनीहरूले तर्साएको अरूले पत्ताउनु छोड्यो अरे क्या त्यही कारणले गर्दाखेरि सही सही ए यस्तो खालको त उहिले मैले हेरेको भन्छ अरे क्या नयाँ कन्टेन्ट ल्याउन नयाँ कन्टेन्ट यो त मैले उहिले हेरेको भनिदिन्छ अरे ट्राफिक लाइट ठ्याक्क बरु यो ग्यास स्टेसन लगाएको अलिक छिटो हुन्थ्यो होला ठिक छ भयो तर ग्यासहरू रेसेस भएको होइन कि तर यस्तो यो ग्यास स्टेसनको चल्ने मान्छेहरूले बिलिभ गर्नु सक्दैन कि अस्ति मेरो $25 दिएको 24 मात्रै लगाइदिएर आयो ग्यास त के भयो ल यताको च्यान्डाडा अनि यो च्यान्डाडामा चाहिँ प्रायः जस्तो अब यहाँ सेन्ट पलमा बस्ने धेरै नेपालीहरूको के भन्छ अन्तिममा चाहिँ यहाँ लिएर धेरै राखेको छ होइन मेरो मैले चिनेको आफन्तजनहरू पनि धेरै यहीँनिर सुत्नु भइरहेको छ अहिले यो चाहिँ हाम्रो नेपालीहरूले ल्याउने च्यान्डाडा भनौँ न नेपालीको तर स्पिड लिमिट चाहिँ 25 थियो म तुफानमा गएर आएर छु खोइ किन हो भूतले तर्साउँछ भनेर होला च्यान्डाडा यहीँ छ घर यहीँ छ यार यहाँ त उता च्यान्डाडा झन् त ओ भूतले तर्साउँछ भनेर तापको टाप हुन्छ तर्साउँछ होला नि के नतर्साउँछ नि तर्साउँछ नि अब हल्का अनुभव चाहिँ मैले कति दिएको छु तर्साएको हो कि होइन थाहा छैन तर त्यो चाहिँ अनि ओ मेरो डायलग भन्नु बिर्सेछु नि त हेर्नुहोस् मिनिसोटा सधैँको जस्तै सेतै छ मिनिसोटा चाहिँ जहिले सेतै डिसेम्बर जनवरी फेब्रुअरीहरूमा चाहिँ जहिले अनि यहाँ चाहिँ लागु हुन्छ क्या त्यो उयो के अरे भन्छ नि के भन्छ त्यो एउटा थियो नि रातो बत्तीमा रोकिने हरियोमा हिँड्ने यहाँ चाहिँ लागु हुन्छ अरू ठाउँ चाहिँ थाहा भएन नेपालमा चाहिँ रातो बत्तीमा छिर्दिने ए हरियो बत्तीमा पनि छिर्दिने पहिलोमा त झन् तुफानमा छिर्दिने कफी गफमा पनि उयो आइसक्यो आज यो आइसक्रिम दोकान ओपन हुनुपर्थ्यो क्या आज यस्तो चिसोमा तर पनि खान्छ क्या मान्छेहरूले आइसक्रिम चिसोमा खान्छ नि यति जाँदैछ
कता हो यो कता हिँड्न आँटेको कफी गफ अनि राजको वासस्थान आइसक्यो घर त देखाउनु हुँदैन यार एड्रेस थाहा भयो भने मान्छेहरू आउँछ ओ भिडियो ल ठिक छ भेट्दै गरौँ थ्याङ्क यू सो मच भेनालाई होइन थ्याङ्क यू सो मच फर दिस लाइट भाल्दिउँ होला थ्याङ्क यू सो मच फर दिस ड्रिङ्क होइन जाडोमा पनि चिसो हाल्दै यस्तो बाहिर उयो हेर होइन हिउँको थाक छ तर पनि म आइस लगाएर खाँदैछु किन भन्दाखेरि मान्छे धेरै डिफ्रेन्ट हुन्छ भेनालाई तातो चाहिन्छ मलाई चिसो चाहिन्छ जाडोमा होइन डिफ्रेन्ट छु म धेरै त्यही भएर त्यस्तो गाइजहरू थ्याङ्क यू सो मच त्यही भएर चाहन्छु गुड नाइट होइन तिमीहरू राम्ररी बस्छ गाइजहरू लाइक खाना त्यहाँ मलाई पनि सेयर गर ल थ्याङ्क यू अब उसँग चाबी छ ओके नि त ल गुड नाइट राजलाई ड्रप गरियो त्यो भएपछि अब चाहिँ के गर्यो भन्दाखेरि चाहिँ हामीहरू अरे अब के गर्ने हो भन्दाखेरि चाहिँ अब म घर जाने हो अनि मैले भिडियो गर्दै हिँड्नु मिल्दैन ड्राइभ गर्दा ती माथि हिउँछ एक्सिडेन्ट हुने डर छ त्यस कारणले गर्दाखेरि भइगयो भने देखाउँला बिचमा लगाउँला अनि यो गुड बाई हानेको चाहिँ अन्तिममा लगाउँला ओके थ्याङ्क यू सो मच एभ्री फर द वाचिङ अनि प्लिज डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब एन्ड सेयर थ्याङ्क यू सो मच फर सपोर्ट धेरै धेरै धन्यवाद बहुत बहुत शुक्रिया आप लोगको अनि अब यस्तै छ फेरि जोस चल्यो फेरि भ्लग बनाउँला हेर्नु चाहिँ नभुल्नु होला थ्याङ्क यू सो मच एभ्री सबैलाई धन्यवाद साथको लागि सहयोगको लागि अनि मायाको लागि धन्यवाद अनि फेरि हामी भेट्ने नै छौँ भ्लगमा पुऱ्याएर पनि आइयो देखाएको यतामा चाहिँ देखाइदिनु पऱ्यो भनेर हिउँको त यहाँ सगरमाथा जस्तै छ नि त मस्तो चुचुरो भएको छ यता पनि त्यस्तै चुचुरो छ हिउँको अनि यसो चल्छ वरिपरि